चालकले बिरामीको मुटुको धड्कनको विद्युतीय गतिविधि नाप्न प्रयोग गरिने यन्त्रको कुन यन्त्रको प्रयोग गर्छ भनेछ। यसको इसिजी हुन्छ। कुनै वस्तुको सतह कति घुमाउरो वा बाङ्गो छ भनेर नाप्ने उपकरणलाई के भनिन्छ अथवा भन्दाखेरि स्पेरोमिटर। ओडोमिटरको मुख्य काम के हो? यो गाडीको पाङ्ग्राले तय गरेको दूरी नाप्ने। यातायात प्रहरीले चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच्ने उपकरणलाई के भनिन्छ भन्छ बेसलाइजर। अति सानो आँखाले नदेख्ने देख्न नसक्ने वस्तुहरूलाई ठुलो बनाएर हेर्ने यन्त्र माइक्रोस्कोप। भूकम्पको तीव्रता र प्रभाव नाप्नेलाई सिस्मोग्राफ। एउटा चालकले आफ्नो गाडी प्रति घण्टा कति किलोमिटरको गतिमा चलिरहेको छ भन्ने जान्ने चाहन्छ भने स्पिडोमिटर। विद्युतीय सर्किटको दुई बिन्दु बीचको भोल्टेज भिन्नता नाप्ने उपकरणलाई इलेक्ट्रोमिटर। खासमा यो भोल्टमिटर हुनुपर्ने हो। ज्वरो आएको बेलामा तापक्रम शरीरको तापक्रम नाप्ने थर्मोमिटर। एउटा नर्सले बिरामीको पाखुरामा बाँधेर हावा बढ्छिन्। यो प्रक्रिया कुन मापन गर्नको लागि हो भन्छ? यो रक्तचाप। सिस्मोग्राफको मुख्य काम भूकम्पको प्रभाव नाप्ने। यदि स्पिडोमिटरले गाडीको गति नाप्छ भने ओडोमिटरले के नाप्छ भनेछ? गाडीले तय गरेको कुल दूरी।